तुला राशि तपाईको लकी नम्बर 6 र लकी रङ सेतो हो। तपाईको लकी स्टोन हीरा हो। तपाईको सबैभन्दा मिल्ने साथी मिथुन हो, तर सबैभन्दा ठूलो शत्रु कर्कट हो। तपाईलाई कस्तो व्यापार व्यवसाय या जागिरले मात्र सफलता दिन्छ, तर सबैभन्दा महत्त्वपूर्ण, कुन राशिसँग बिहे गर्दा जीवन स्वर्ग बन्छ र कुन राशिसँग गर्दा नरक। आउनुहोस् तपाईको राशिको हरेक पक्षलाई गहिराईमा बुझौँ। ल, अब यसलाई अलिक खोतलौँ है त। तुला राशिको परिचयबाटै सुरु गरौँ। प्रतीक तराजु, स्वामी ग्रह शुक्र, तत्त्व वायु अनि स्वभाव चर। यसको मतलब के हो खासमा? एकदमै। अब तुला राशिको स्वामी ग्रह शुक्र हो नि त, त्यसैले स्वाभाविक रूपमा उहाँहरूमा प्रेम, सौन्दर्य, कला, अलिकति विलासिता यतातिर बढी आकर्षण हुन्छ। ए, शुक्रले गर्दा? हो। अनि शुक्रले धन र सम्बन्धलाई पनि त जनाउँछ। फेरि तत्त्व वायु भयो। वायुले कस्तो भने बौद्धिकता दिन्छ, सामाजिक बनाउँछ अनि अलि संसारमा पनि राम्रो। त्यसैले मलाई अलि मिलनसार देखिने हो नि। सधैँ सन्तुलन, न्याय अनि साझेदारी खोजिरहने। अनि त्यो चर स्वभावले गर्दा अलि गतिशील, केही नयाँ सुरु गर्न आँट्ने खालको बनाउँछ। भनेपछि शुक्र र वायुको यो मेल नै उनीहरूलाई यस्तो सन्तुलन खोज्ने र अलि सामाजिक बनाएको हो। ल, अब अलिकति भाग्य चम्काउने कुरा गरौँ न। शुभ रङ, अङ्क, बार, रत्नहरू के हुन् त तुलाको लागि? अवश्य। तुलाको लागि हेर्नुहोस्, सेतो र हल्का नीलो रङ एकदमै शुभ मानिन्छ। यो शुक्रको सौम्य प्रकृतिसँग मिल्छ पनि। सेतो र हल्का नीलो? अनि खैरो र क्रिम कलर पनि सहयोगी नै हुन्छन्। मुख्य शुभ अङ्क 6 भयो, यो शुक्रकै अङ्क हो। ए, नम्बर 6 हो, तर 4, 5, 8 पनि सकारात्मक नै मानिन्छ। 1 र 2 चाहिँ त्यति शुभ मानिँदैन। अनि बार नि? शुक्रबार त होला नै अरू? शुक्रबार त प्रमुख भइहाल्यो, स्वामी ग्रहकै दिन। शनिबार र सोमबार पनि शुभ हुन्छन्, किनभने शनि र चन्द्रमा शुक्रका मित्र ग्रह हुन् के। ए, मित्र ग्रहको दिन पनि शुभ हुने? हो, तर आइतबार र बुधबार चाहिँ अलि शुभ मानिन्न। अनि रत्नमा त हीरा भनिहाल्यो सुरुमै, अरू पनि केही छ कि? हीरा त मुख्य भइहाल्यो, तर सहयोगी रत्नको रूपमा शुक्रका मित्र ग्रह जस्तै शनिको नीलम अनि बुद्धको पन्ना पनि लगाउन सकिन्छ, तर त्यो कुण्डली हेरेर मात्रै। ल, अब सम्बन्धतिर लागौँ है त। मिथुन सबैभन्दा मिल्ने साथी रे, तर कर्कट चाहिँ सबैभन्दा ठूलो शत्रु रे। किन होला यस्तो? यो चाहिँ नै पुरै तत्त्वको खेल हो। तुला वायु तत्त्वको राशि भयो हैन? हो। ज्योतिषीय नियम अनुसार वायु तत्त्वको अरू वायु तत्त्वसँग जस्तै मिथुन, कुम्भ अनि अग्नि तत्त्वसँग मेष, सिंह, धनुसँग राम्रो मित्रता हुन्छ। किन होला? किनभने वायुले अग्निलाई बल्न मद्दत गर्छ नि त। अनि वायु वायु त मिल्ने नै भयो। मिथुन पनि वायु तत्त्व भएकैले एकदम प्राकृतिक मित्र भयो। ए, तर वायु तत्त्वको शत्रुता चाहिँ जल तत्त्वसँग